आज चाहिँ मैले यम्मी मापो तोफुको रेसिपी लिएर आएको छु। सो नमस्ते सबैजनालाई। फर्स्टमा चाहिँ मैले टिमुरलाई हल्का रोस्ट गरेर क्रस गरिदिएँ। यहाँ चाहिँ मैले फ्रेस तोफुलाई कट गरेर सल्ट वाटरमा 3 मिनट्सको लागि बोइल गरिदिएँ। दिस डेज आई एम सो obsessed with Chinese food, so I tried making this at home. यो चाहिँ दोबुजाङ सस हो एन्ड दिस इज नट नेगोसिएबल। यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो मापो तोफुको लागि। एउटा प्यानमा तेल तताएर मैले ससलाई राखिदिएँ। ससको कलर तेलमा आउन्जेलसम्म रोस्ट गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ मैले चिकन स्टक र कर्नफ्लावरको सेलेरी पनि रेडी गर्दैछु। अब चाहिँ ससमा मिन्स्ड गार्लिक, रेड पेप्रिका पाउडर, चिकन स्टक, सोया सस, भिनेगर अनि अलिकति सुगर राखेर एकछिन स्टर गरेर टोफु राखिदिने अनि अघि क्रस गरेको टिमुर अनि लास्टमा कर्नफ्लावरको सेलेरी र स्प्रिङ अनियन्सले डिसलाई कम्प्लिट गर्ने एन्ड ट्रस्ट मी गाइज इट टर्न्ड आउट टु बी सो यमी। तपाईँहरू पनि ट्राई गर्नुहोस् होला एन्ड थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई, सी यू।